सरकारका 3 अङ्गहरूमध्ये व्यवस्थापिका एक अङ्ग हो। व्यवस्थापिकाले कानुन निर्माण, संसदीय निगरानी, नीति कार्यक्रम र बजेट पारित, लोकतान्त्रिक प्रतिनिधित्व, सन्धि सम्झौताको अनुमोदन लगायतका कार्य गर्दछ। संसद जनप्रतिनिधिमूलक सर्वोच्च संस्था भएकोले संसदीय गतिविधि एवं प्रक्रियामा नागरिकको आवाज मुखरित हुनुपर्दछ, जुन कानुन, विकास वा नागरिक अधिकार मार्फत सुनिश्चित हुन्छ। संसदका कार्य वा प्रक्रियामा नागरिक पहुँच सुनिश्चित हुनुपर्ने मान्यता नै खुला संसदको अभिप्राय हो। खुला संसदको विशेषता अन्तर्गत पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता तथा संसदीय प्रक्रिया र सूचनामा नागरिक पहुँच अभिवृद्धि जस्ता विषयहरू पर्दछन्। खुला संसदले समावेशी र उत्तरदायी संसदीय गतिविधिमा जोड दिन्छ। यसले नागरिक र संसद बीचमा विश्वासको वातावरण समेत सिर्जना गर्दछ। नेपालका विभिन्न स्कुलका विद्यार्थीहरूदेखि लिएर सरकार राख्ने व्यक्तित्वहरू, पत्रकारहरू, नागरिक समाजहरू सम्पूर्णहरू उहाँहरूले चाहेको अवस्थामा अनुमति लिएर उहाँहरू संसदभित्र उहाँहरू आउनुभएर यो प्रत्यक्ष उहाँहरूले छलफलहरूमा त्यो सुन्ने क्रमहरू अगाडि बढिरहेको पनि छ। सँगसँगै विदेशबाट आउने नागरिकहरू र उच्च तहका पदाधिकारीहरू पनि संसद सचिवालय, संसदभित्र यहाँ भ्रमण गर्ने र अवलोकन गर्ने उहाँहरूले चाहना राखेको खण्डमा यो अनुमति लिएर उहाँहरूले गर्ने प्रावधान पनि रहेको छ। खुला संसदले संसदीय सूचना, संसदका प्रकाशनहरू एवं संसदमा हुने छलफल तथा बैठकलाई नागरिकको पहुँचसम्म पुर्याउँछ। विधेयक, प्रतिवेदन, नीति, कार्यक्रम र बजेटको अनलाइन प्रकाशन मार्फत पारदर्शिता प्रवर्धन गर्दछ। जनताको अभिमत प्राप्त जनप्रतिनिधि र निर्वाचन क्षेत्रका जनताहरूबीच सम्पर्क स्थापित गरी खुला बहसलाई समेत प्रश्रय दिन्छ। संसदीय सुनवाई मार्फत नागरिक प्रतिक्रिया खोजी गर्ने काम पनि खुला संसद अन्तर्गत नै पर्दछ। यसले विधायिकी प्रक्रियामा पारदर्शिता, सहभागिता र जवाफदेहिताको वृद्धि गर्दछ। सामाजिक सुनवाईका कार्यक्रम मार्फत जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने काम पनि खुला संसद अन्तर्गत नै पर्दछ। जनताका जनप्रतिनिधिहरू वास्तवमै जनताप्रति कति उत्तरदायित्व हुन्छन् भन्ने अन्त पनि उदाहरणहरू छन्। कतिपय विकसित मुलुकमा पनि यो उदाहरण कहीँ पाइँदैन। तथापि नेपालमा हामीले यो सुरुवात गरेका छौँ ओपन संसदको, खुला संसदको। यसले गर्दा एउटा नयाँ आयाम सुरु भएको छ। खुला पारदर्शिताले नै सबै कुरा जनताका बिचमा आउन सक्छ। आज कतिपय अदृश्य शक्तिका रूपमा भएका गतिविधिहरू त्यसलाई संसदले अनुमोदन गर्ने नगर्ने भन्ने प्रत्यक्ष जनताले हेरेर देखेर थाहा पाउँछन्। त्यसका लागि यसलाई अझ राम्रो माध्यमका रूपमा विकसित गर्न हामीले संसदलाई अझ सुदृढ बनाउन, संसदीय व्यवस्थालाई जन उत्तरदायी बनाउन, जनताका आकाङ्क्षा र इच्छाहरू यहीँबाट पूर्ति हुन्छन् र यही व्यवस्थाबाट सबै कुराहरू गर्न सकिन्छ भन्ने माध्यमका रूपमा पनि संसदलाई विकसित गर्न सकिन्छ। संसद यस्तो पद्धति हो, जनताले आफ्ना निर्वाचित सांसदहरू निर्वाचन गर्छन्, सांसदहरूले प्रधानमन्त्री निर्वाचन गर्छन्। इच्छा नपरेको बेला प्रधानमन्त्री राम्रो काम गरेन भने तिनै संसदले अविश्वासको प्रस्ताव राखेर संसदबाट प्रधानमन्त्री हटाउने परम्पराको विकास भएको छ। यसले गर्दा यो असाध्यै सुन्दर व्यवस्था हो। यसलाई अझ राम्रै लानका लागि, जन उत्तरदायी बनाउनका लागि, जनताका इच्छाहरू कसरी मुखरित हुन्छन् जनताको बिचमा ल्याउनका लागि पनि खुला संसदको बहसलाई अगाडि बढाएर लिएर जानुपर्छ। सरकारको नीति, कार्यक्रम र बजेट पारित गर्ने सन्दर्भमा सदनमा व्यापक छलफल गरी जनताप्रतिको उत्तरदायित्व बोध गर्नु खुला संसदको परिचायक हो। आम जनताका सरोकारका विषय सदन मार्फत उठाई सरकार समक्ष पुर्याउने काम पनि खुला संसद अन्तर्गत नै पर्दछ। संसदीय गतिविधिको डिजिटल प्रसारण र प्रकाशनको अलावा प्रश्नोत्तर, संकल्प प्रस्ताव, ध्यानाकर्षण गराई संसदीय निगरानी मार्फत गरिने खुला सरकार साझेदारी पनि खुला संसदकै एक हिस्सा हो। समितिमा हुने छलफललाई पारदर्शी बनाउने र जनतासम्म पुर्याउने काम पनि खुला संसद अन्तर्गत नै पर्दछ। हाम्रो नेपालको सन्दर्भमा 2047 साल पछाडि यो अभ्यासमा आएको छ र अहिले त वास्तवमा संसदका चाहिँ समितिहरूमा पनि सम्पूर्ण मिडियाहरू त्यसभित्र बस्न सक्ने, त्यही संसदमा प्रत्येक त्यो समितिका सदस्यले बोलेका कुराहरू पनि मिडिया मार्फत आम नागरिकले थाहा पाउने, संसदमा प्रत्येक संसदले बोलेका कुराहरू चाहिँ अर्काइभमा रहने, प्रत्यक्ष लाइभ प्रसारण पनि गरिने भएको हुन्छ र त्यसले गर्दाखेरि चाहिँ सब नागरिकहरूले संसदभित्रको गतिविधि हेर्ने मौका प्राप्त भइरहेको छ। सँगसँगै पार्लियामेन्ट्री सिस्टम कस्तो छ भनेर संसदभित्र बाहिरबाट पनि विद्यार्थीहरू, अरू पर्यवेक्षकहरू पनि आएर बस्ने र त्यसलाई हेर्न सक्ने व्यवस्था पनि गरिएको छ। त्यसकारणले गर्दा नेपालको चाहिँ यो संसदीय अभ्यासमा चाहिँ
खुला संसदको अवधारणालाई पछिल्लो समय राम्रोसँग आत्मसात गरेको अनुभूति हामीलाई हुन्छ। यद्यपि बेलायत लगायतका केही पश्चिमा देशहरूमा अझै योभन्दा बढी पारदर्शिताका अनेक उपायहरू अपनाइएका छन्। हामी यसतर्फ अझै धेरै काम गर्नुपर्ने छ भन्ने लाग्छ। बेलायतले संसदको प्रत्येक छलफल, विधेयक र सदस्यहरूको अभिव्यक्तिलाई अनलाइनमा सार्वजनिक गर्ने व्यवस्था गरेको छ। ब्राजिलले संसदीय पारदर्शिता र खुलापनका लागि ओपन डाटा प्लेटफर्मको प्रयोग मार्फत संसदका सबै निर्णयहरू खुल्ला रूपमा देख्न सकिने बनाएको छ। केन्याले नागरिकलाई विधेयकमा प्रत्यक्ष सुझाव दिन सक्ने प्रविधि विकास गरेको छ। फिनल्यान्डमा युवालाई संसद सम्बन्धी शिक्षा दिइन्छ र विद्यालय स्तरमै संसद भ्रमणको व्यवस्था गरिएको छ। इस्टोनियामा पिपुल्स एसेम्ब्ली नामक प्रयासको माध्यमबाट खुला संसदको प्रभावकारी अभ्यासलाई अगाडि बढाइएको पाइन्छ। नेपालमा भने खुला संसदको अभ्यास प्रजातन्त्रको बहालीसँगै सुरु भएको पाइन्छ। विगतमा खुला संसदको अभ्यास सीमित मात्रामा गरिएको भए पनि हाल यसको अभ्यासमा व्यापकता आएको छ। संसदमा पेश भएका विधेयकहरूको सार्वजनिकीकरण, विधेयकमा जनताको राय सुझाव माग गर्ने प्रणालीको विकास र प्रयोग, संसदीय सूचना एवं प्रतिवेदन कार्यको अनलाइन प्रकाशन, संसद नागरिक संवाद र प्रश्नोत्तर, दुवै सदनका बैठकहरूको युट्युब मार्फत लाइभ स्ट्रिमिङ, रेडियो नेपालबाट संसद गतिविधि र नेपाल टेलिभिजनबाट संसद सरोकार कार्यक्रमको प्रसारण जस्ता कार्यहरू मार्फत नेपालमा खुला संसदको अभ्यास गर्दै आइएको छ। संघीय संसदको संयुक्त समितिमा राजदूत, प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनवाई गरिनु पनि जनताको अनुमोदन र स्वीकृति प्राप्त व्यक्तिको छनौट गर्नु हो। त्यसै गरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत तथा सङ्घ संस्थाका प्रतिनिधिहरूले संसदमा आएर प्रत्यक्ष संसदीय गतिविधिको अवलोकन गर्ने कामले खुला संसदको ओकालत गर्दछ। यी दुवै अभ्यास पनि नेपालमा हुँदै आएका छन्। संघीय संसद सचिवालयको आयोजनामा स्थानीय स्तरमा सञ्चालन गरिएको नमुना संसद मोक पार्लियामेन्टले पनि खुला संसदमा जोड दिएको पाइन्छ। नेपालको संसदीय प्रतिनिधित्व हुने अन्तर्व्यवस्थापिका मञ्च आइपियुको विषय र एजेन्डा एवं गतिविधि खुल्ला गरिनु ग्लोबल लेजिस्लेटिभ ओपननेस हो। यो अभ्यासले समेत नेपालको खुला संसदको अभ्यासमा इट्टा थप्ने कार्य गरिरहेको छ। मूल रूपमा जनप्रतिनिधिहरूले संसदभित्र जनताका मुद्दाहरूलाई कसरी उठाइराखेका छन् भन्ने कुराको एउटा लोकतान्त्रिक मुलुकमा यो जवाफदेहिता र ट्रान्सपेरेन्सी को एउटा प्रारूपको रूपमा पनि खुला संसदलाई लिइन्छ। नेपालमा अब पछिल्लो समयमा त विद्यार्थीहरू पनि नमुना संसद मिनी पार्लियामेन्टको अभ्यासहरूमा पनि गइरहेको देखिन्छ। ठाउँ ठाउँमा युवाहरू पनि युवा सञ्जालहरू मार्फत युवाहरूले पनि यो मिनी पार्लियामेन्टको अभ्यासहरू गरिराखेको देखिन्छ। मूल रूपमा संसद र जनतालाई जोड्ने यो निरन्तर प्रयास विभिन्न प्लाटफर्महरूबाट विभिन्न माध्यमहरूबाट भइराखेको छ र यो प्रयासले जनताहरूलाई विशेष गरी सांसदहरू र आफ्ना जनप्रतिनिधिहरूले के काम आफ्ना आवाजहरू बोलिराख्नु भएको छ कि छैन, आफूले खोजेको जस्तो विकास निर्माणमा आम धारणा आइराखेको छ कि छैन र सार्वजनिक महत्त्वका विषयहरूमा अथवा देशमा बनिरहेको कानुन र नीतिका विषयमा पनि आफ्नो जनप्रतिनिधिले कसरी धारणा राखिराख्नु भएको छ भन्ने कुरा स्पष्ट रूपले बुझ्न पाइराख्नु भएको छ। यो अभ्यासले र यस्ता खाले अभ्यासहरूले हाम्रो लोकतन्त्रलाई थप मजबुत बनाइरहेको छ भन्ने मेरो बुझाइ छ। सबै संसदीय समितिका निर्णयहरू सार्वजनिक गर्ने, नागरिक समाज र सरकारवालाहरूलाई संसदीय सुनवाईमा सहभागी गराउने, सामुदायिक रेडियो, सामाजिक सञ्जाल तथा स्थानीय स्तरको माध्यमबाट संसद र जनताबीच संवाद कार्यक्रम सञ्चालन गर्ने, सांसदको कार्य सम्पादन प्रतिवेदन प्रणाली विकास गरी उत्तरदायित्व सुनिश्चित गर्ने, विद्यालय स्तरदेखि विश्वविद्यालयसम्म संसद सम्बन्धी शिक्षा समावेश गरी खुला संसदबारे जनचेतना अभिवृद्धि गर्ने तथा सबै प्रकारका संसदीय छलफल, निर्णय र दस्तावेज अनलाइन र सरल ढङ्गमा उपलब्ध एवं सहज पहुँच स्थापित गरी प्रविधि मैत्री संसद मार्फत खुला संसदको अभ्यासमा सुधार गरिनु आवश्यक छ। सरकारका 3टा अङ्गहरूमध्ये पार्लियामेन्ट्री सिस्टममा पार्लियामेन्ट चाहिँ एउटा जनताको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण अङ्ग हो र यसमा जनताका आवाजहरू जनप्रतिनिधिहरू मार्फत मुखरित हुन्छन् र जनताका विचारहरू यहाँ प्रस्फुटित हुन्छन्। ती विचारहरू बमोजिम संसदले कानुन निर्माण गर्ने, नीति निर्माण गर्ने कार्य गर्दछ। यसका निम्ति आफ्ना प्रतिनिधिहरूले के कसरी काम गरिरहेका छन् र कसरी काम गर्नुपर्छ भन्ने सन्दर्भमा आम जनतालाई चासो हुनु स्वाभाविक हो
र यस क्रममा चाहिँ जनताहरूको सहभागिता पनि हुनु स्वाभाविकै हो। यसैलाई आधार मानेर संसारमा के चाहिँ अवधारणा सिर्जना गरिएको छ भन्दाखेरि संसद पारदर्शी हुनुपर्छ र संसद जनताप्रति जवाफदेही हुनुपर्छ, आफ्ना नागरिकहरूको सहभागिता अभिवृद्धि गर्नुपर्छ भन्ने कुरामा जोड दिएको छ। त्यस्तै गरेर संसदमा हुने गतिविधिहरू जनताले थाहा पाउनुपर्छ भन्ने कुरालाई पनि जोड दिएको छ। र अर्को कुरा, संसदले गर्ने गतिविधिहरूमा नागरिकको सहभागिता पनि जरुरी हुन्छ भन्ने कुरालाई चाहिँ संसारका संसदीय शासन प्रणाली अपनाएका मुलुकहरूले यी कुराहरूलाई अवलम्बन गरेका छन्। र यस सन्दर्भमा हामीले पनि यी मैले अघि भनेका 3टा कुराहरूलाई अवलम्बन गरिआएका छौँ व्यावहारिक रूपमा। र यसरी चाहिँ हामीले संसारमा विकसित भएका जुन अवधारणा छ खुला संसदको, त्यो अवधारणालाई साकार पार्नको निम्ति हामीले विभिन्न क्रियाकलापहरू गरेका छौँ। तथापि खुला संसद भन्दैमा हामीले सबै कुरा चाहिँ खुला हुनुपर्छ भन्ने चाहिँ मान्यता हुँदैन। यसका सर्टेन अपवाद चाहिँ हुन सक्छन् र सर्टेन अपवाद बाहेक अरू सबै विषयहरूमा चाहिँ नेपालको संसद र नेपालको संसद अन्तर्गतका रहेका समितिहरूका निर्णयहरू सबै जनताका लागि खुला गरिएको छ। र यसले चाहिँ सरकार अथवा संसद जनताप्रति उत्तरदायी हुने र जनताले आफ्ना प्रतिनिधिहरूले के काम गरिरहेका छन् भन्ने कुराको निगरानी गर्नको निम्ति सहयोग पुर्याउँछ भन्ने हामीले अपेक्षा गरेका छौँ। जनताको विश्वास आर्जन गर्न, कानुन निर्माण र संसदीय निगरानीमा जनताको स्वामित्व स्थापित गर्न, सरकारलाई नागरिकप्रति जवाफदेही बनाउन, संसदीय प्रक्रियालाई समावेशी, सारभूत र नागरिक मैत्री बनाउन खुला संसद अपरिहार्य छ। यसले संसदप्रति जनताको समर्थन बढाउँछ, सूचनाको हकको प्रत्याभूति दिलाउँछ, जसले संसदीय कार्य प्रक्रियामा पारदर्शिता र अन्ततोगत्वा खुल्ला संसद मार्फत लोकतन्त्रको संस्थागत विकास र सुशासन प्रवर्धन हुन्छ।